म अहिलेका युवाहरूलाई के सन्देश दिन चाहन्छु भने एकदम मान्छे हेर्दाखेरि चट्ट परेको मान्छे जस्तो देखिनुहोस्, घिनलाग्दो तरिकाको त्यस्तो नदेखिनुहोस्। यत्रो दाढी घिनलाग्दो दाढी पाले पनि राम्रो चिटिक्कको पाल्नुहोस् होइन। यत्रो कानमा मुद्रा, यत्रो यताउति ट्याटो स्याटो सक होला त्यो। ए बाबा, त्यो सक हुने कस्तो मान्छेले सक हुन्छ थाहा छ? म्युजिक इन्डस्ट्रीतिर जाने मान्छे। बाबा भोलि त तिमीहरू घर परिवार बनाउँछ, बिहे गर्नु छ, छोराछोरी जन्माउनु छ, त्यो मुला त्यो कानमा यत्रो छेडेर होइन, फेरि ट्याटो हानेर चुरोट तानेर गाजा तानेर यार फेरि लाइफ बर्बाद नगर्नु न यार होइन। चिटिक्क भन्नु अलिक सुहाउँदो स्टाइल गर्नु, सुहाउँदो स्टाइल गरे पनि सुहाउँदो गर्नुहोस् न। सुहाउँदै सुहाएको भन्दा चाहिँ गर्दै नगरेको चिज के गर्न खोजियोस्, कस्तो पनि खै त्यसमा नआएको हुँदैन, गनाएको हुन्छ, हेर्दै साह्रै घिनलाग्दो हुन्छ नि। चिटिक्क पर न यार, चिटिक्क क्या मान्छे हेर्दाखेरि वाह हो क्या, वाह हो क्या, त्यस्तो नि हुन्छ।